हेलो गाइस, स्वागत छ फेरि पनि तपाईहरुलाई फ्यामिली वाइ युट्युब च्यानलमा। म चाहिँ अब आज यस्तो गरेर हिँडेर चाहिँ कहाँ जान लाग्यो भनेर सोच्नु होला। हामी चाहिँ कालीमार्सी धान जुम्लाको कालीमार्सी धानको बेर्ना राखेको ठाउँमा चाहिँ यो काठो लगेर चाहिँ कालीमार्सी धानको बेर्नामा छर्न जान लाग्यो। म र मम्मी जान लाग्यो। मम्मी अगाडि जानु भएको ल। हामी चाहिँ कालीमार्सी धान पहिला चाहिँ कस्तो गरेर चाहिँ त्यसको स्थापना अथवा त्यसलाई चाहिँ कस्तो गरेर त्यो बाली लगाउँछन् भन्ने कुरा तपाईहरुलाई सिकाउँला म। अब हाम्रो जुम्लाको मान्छेहरुलाई त थाहा होला, अनि बाहिरहरुको हुन्छ नि, बाहिरहरुको मान्छेलाई चाहिँ थाहा नहुन पनि सक्छ। कालीमार्सी धान चाहिँ कस्तो गरेर लगाउँछन् भन्ने चाहिँ आज म तपाईहरुलाई देखाउँछु। रोप्न चाहिँ कम्तीमा पनि 15 देखि 20 मिनेट लाग्न सक्छ। मम्मी एक्लै आउन लाग्नु रहेछ यो काठो लिएर। त्यसलाई चाहिँ माटाको काठो भन्छन् है, काठो। मम्मीलाई सहयोग नि हुन्छ हैन भनेर ल म चाहिँ बेर्ना गएपछि हजुरलाई देखाउँछु है त। ल हामी चाहिँ बेर्ना हाम्रो बेर्नामा पुग्न चाहिँ अलिअलि कति बाँकी छ। यहाँ चाहिँ हाम्रो गाउँदेखि आधी एउटा गाउँ छ, त्यही आएको। यो उता यो चाहिँ हाम्रो ऐरेनी सानो छ एउटा बजार, ऐरेनी बजार हो है। यो चाहिँ हाम्रो ऐरेनी बजार। हाम्रो गाउँ चाहिँ पारी छ हैन। अनि हामी चाहिँ यो खोला तरेर पारी आएको। म र मम्मी अगाडि गइहाल्नु भयो। अनि अब यो कालीमार्सी धानको बिउमा यो माटाको काठो हैन, यो चाहिँ अब किन छर्छन्, किन हाल्छन् है त्यो बेर्नामा, त्यो चाहिँ म तपाईहरुलाई जानकारी दिन्छु अहिले है। फाइनल्ली हामी चाहिँ हाम्रो बेर्नामा आइयो। बेर्ना चाहिँ यही हो है। ल यस्तै गरिकन हाम्रो जुम्लामा कालीमार्सी धानको उब्जन गर्छन्। तपाईहरुतिर चाहिँ अब कसरी गर्छन्, हाम्रो जुम्लामा त यस्तै हो है। यस्तै हुन्छ बेर्ना। यस्तै गरेर छर्छन् हाम्रो कालीमार्सी धानमा चाहिँ यो काठो यस्तो गरेर छरिया रहेछन्। यहाँ चाहिँ हाम्रो चाहिँ यो एउटै बेर्नामा चाहिँ 2-3 जनाको हो यो। अनि यो त हरियो चिन्ह लगाएकोदेखि माथि चाहिँ हाम्रो रहेछ यहाँसम्म। अनि अस्ति यहाँ भाना चाहिँ मै आएको थिएँ, त्यहाँदेखि चाहिँ यो बेर्ना रोप्ने बेला चाहिँ मम्मी आउनु भएको थियो। यो बेर्ना चाहिँ यस्तै गरेर चाहिँ हाम्रो बेर्ना कालीमार्सी बेर्ना छर्छन् है। र यो बिउमा चाहिँ यो छर्नुको मेन कारण चाहिँ के रहेछ अहिले म यसो मम्मीलाई गएर सोध्छु है त। मम्मी, यो हाम्रो यो कालीमार्सी धानको उमा चाहिँ बिउमा यो काठो छर्नुको मेन कारण चाहिँ के हो? बिउ उत्तिजाला भनिकन धान थिब्रो नलागी अनि उभ्या लतडिए बिउ सफा गरी धाम्मो होला भनिकन अनि त्यही छाड्या। यो बिउ आचुलले छड्यो। अनि प्यालो भयो भने गोबर अनि गुड्ने, अनि गोबर पोल्ने गुड्ने, अनि त्यो गोबर ल्याएर अनि फेरि अनि त्यो गोबर अनि फेरि काठो बनाएर अनि छाड्ने। अनि फेरि अनि बनाउने पछाडि अनि बाग्रा काठो ल्याएर प्यालो भयो भने बाग्रा काठो ल्याउने छड्ने भने हरियो भयो भने राम्रो हुन्छ। यो थिब्रेको बिउ नउत्तोस् भनेर हैन, माथिपट्टि नआओस् भनेर छड्ने हैन यो काठो। ल गाइस, हजुरहरुले चाहिँ जानकारी पाउनु भयो है। ल हस् त, बाइ बाइ।